गएको 3 हप्ताको पिरियडभित्रमा पोल्यान्डमा 3 जना नेपालीहरूको असामयिक निधन हुनुभएको छ, जुन दुःखद हो। पछिल्लो समयमा 2017 देखि पछिको वर्षहरूमा हेर्ने हो भने पोल्यान्डमा रहेका नेपालीहरूमध्ये कोही न कोही वर्षको 2-3 जनाको असामयिक निधन हुन पुगिरहेको छ, र जसको कारण अलिकति हेर्ने हो भनेदेखि स्वास्थ्यमा आउने गडबड र स्वास्थ्यमा आएका विविध कारणहरूले गर्दाखेरि उहाँहरूको देहान्त हुन पुगेको छ। अब यसमा किन त्यो भइरहेको छ भनेर अलिकति बुझ्ने कोसिस गर्ने हो भनेदेखि हामी नेपालमा रहँदाखेरिको एउटा क्लाइमेट, वेदर र यहाँ आइसकेपछिको क्लाइमेटमा हुने डिफ्रेन्स र हाम्रो काम गर्ने शैली र हाम्रो खानपान र रहनसहनले एकदमै ठुलो भूमिका प्ले गरिरहेको छ जस्तो लाग्छ। हामी दिनभरि अथवा रातभरि गाह्रो काम गर्ने, फिजिकल लोडको काम गर्ने, अनि घर पुगिसके पछाडि 2-3 वटा 4-5 वटा बियर खाने, रेगुलर डेली फेरि हैन त्यसरी खाने, अनि खाना कहिले खाएको छ खाएको छैन, अनि टाइममा खाना नखाने, त्यो खालको ह्याबिटहरू र त्यसरी खाना खाने, बियर रेगुलर रूपमा लिने, हार्ड ड्रिङ्क्स, धुम्रपान, मद्यपान गरेर सुत्ने, त्यो रेगुलर ह्याबिट बिल्डअप भइरहेको धेरै नेपालीहरूको देखिन्छ, जसले गर्दा 2-3 वर्षदेखि 4-5 वर्षको अन्तरालमा त्यसले स्वास्थ्यमा एकदमै नराम्रो असर गरिसकेको हुने, र एटलिस्ट त्यसको फलोअप स्वास्थ्यमा समस्या आइसके पछाडि हस्पिटल गएर डक्टरसँग भिजिट नगर्ने कारणले सायद त्यो डरले पनि होला अथवा त्यो ह्याबिट नभएर होला, त्यसरी डक्टरसँग भिजिट नगर्ने कारणले र आफ्नो भएको समस्यालाई भित्रै एडजस्ट गर्दै बसिराख्ने समस्याले पछि त्यो एकदमै अन्तिम अवस्थामा आइसकेको हुने, र त्यो अवस्थामा घरमै अचेत भएर घरमै बेहोस अवस्थामा पछिल्लो समयमा उहाँहरूको देहान्त हुन पुगेको छ, जुन एकदमै दुःखद छ। त्यसैले हामी पोल्यान्डको जुनसुकै ठाउँमा रहे पनि, अन्य ठाउँमा युरोपको विभिन्न देशमा रहे पनि हामी स्वास्थ्यमा केही समस्या छ भने तत्काल डक्टरलाई भिजिट गर्ने गरौँ, किनकि यहाँनिर इन्सुरेन्सले कभर गर्ने गर्छ प्रायः जसो ठाउँहरूमा। त्यसैले डक्टरसँग भिजिट गर्न नछुटाउनु होला, र आफ्नो खानपान र डेली जुन ह्याबिट छ त्यसलाई पनि सुधार गरेर जानु हुन एकदम अनुरोध गर्दछौँ। बस, थ्याङ्क यू।